ब्लेसिङ अफ बेन्जामिन जेनेरेसन, बेन्यामिनको पुस्ताको आशिष। बेन्जामिन पुस्ताको आशिष, ब्लेसिङ अफ बेन्जामिन जेनेरेसन। तपाईँ र मैले नि सुन्नुहोस् है, हामीलाई थाहा छ ओल्ड टेस्टामेन्ट इज ओन्ली अ स्याडो। हामीलाई थाहा छ पुरानो नियम चाहिँ के मात्रै हो भन्नुहोस् त, एउटा छाया हो, हुन आउने कुराको छाया हो। नयाँ नियममा जो कुरा हुन आउँदै थियो त्यो कुराको लागि के हो भन्नुहोस् त, यो छाया हो। त्यसले गर्दाखेरि एभ्रिवेयर इन द ओल्ड टेस्टामेन्ट वी क्यान सी अ चर्च अर जिजस क्राइस्ट। ओके, तपाईँ र मैले हेऱ्यौँ भने नि वास्तवमा म तपाईँलाई योसेफ र बेन्जामिनको, अस्ति पनि सुरुमा हामीले योसेफको विषयमा सुन्यौँ, अनि योसेफ र बेन्जामिनको विषयमा म केही कुरा बताउन गइराखेको छु, अनि विशेष गरेर म आज बेन्जामिनलाई फोकस गर्न गइराखेको छु। आई एम गोइङ टु टक अबाउट बेन्जामिन एन्ड जोसेफ एन्ड मोर आई एम गोइङ टु फोकस अन बेन्जामिन। तपाईँले हेर्नुभयो भने के देख्नुहुन्छ भन्दै गर्दाखेरि नि, जोसेफ इज अ टाइप अफ क्राइस्ट। योसेफ चाहिँ ख्रिस्टको एउटा के हुनुहुन्छ, एउटा छाया जस्तै छ, ख्रिस्टको छाया जस्तै छ जोसेफ चाहिँ। किन भन्दै गर्दाखेरि सुन्नुहोस् है, ख्रिस्टलाई झल्काउँछ, ख्रिस्टको एउटा पिक्चर हो। आउनेवाला उद्धारकर्ता चाहिँ कस्तो हुन्छ भनेर अगाडि एउटा परमेश्वरले एउटा छायाको रूपमा देखाइसक्नु भएको थियो इजरायली जातिलाई। आमेन भन्नुहोस् त। किन भन्दै गर्दाखेरि नि सबैभन्दा पहिलो कुरा चाहिँ जसरी ख्रिस्ट येशू चाँदीको सिक्कामा बेचिनु भयो, यति मात्रै फरक हो, ख्रिस्ट येशू चाहिँ 30 वटा चाँदीको सिक्कामा बेचिनु भयो भने योसेफ चाहिँ 20 वटा चाँदीको सिक्कामा बेचिनु भयो। सबभन्दा पहिला चाँदीको सिक्कामा बेचिने व्यक्तिहरू बाइबलमा को हुनुहुन्छ, योसेफ हुनुहुन्छ, अनि पछि ख्रिस्ट येशू बेचिनु भयो। जसरी सुन्नुहोस् है, ख्रिस्ट येशू चाँदीको सिक्कामा बेचिनु भयो, त्यसरी नै योसेफ पहिला नै चाँदीको सिक्कामा बेचिएको थियो। जुन व्यक्ति बेचियो त्यही व्यक्तिले आफ्नो मानिसहरूलाई स्वतन्त्रता गराएको छ। आमेन भन्नुहोस् त। हालेलुया, हालेलुया। योसेफ चाहिँ कसको चाहिँ पिक्चर अरे भन्नुहोस् त, ख्रिस्ट येशूको पिक्चर हो। अनि सबै दोस्रो नम्बरमा के हो भन्दै गर्दाखेरि तपाईँले हेर्नुभयो भने, म यसलाई बाइबलमा पढिरहेँ भने लामो हुन्छ, त्यसले गर्दा म बाइबल पढ्दिनँ। तपाईँले हेर्नुभयो भने नि बेचिएको कुरा उत्पत्ति 37:28 मा तपाईँले जान सक्नुहुन्छ। त्यसबाट नयाँ नियममा मत्ती 26:15 तपाईँ जानु भने येशू ख्रिस्ट बेचिएको कुरा तपाईँले देख्नुहुन्छ। अनि अर्को नम्बरमा तपाईँले हेर्नुभयो भने दोस्रो नम्बरमा बेचिनुभन्दा अगाडि सुन्नुहोस् है, योसेफको लुगा के गरियो भन्नुहोस् त, खोलियो। योसेफलाई नाङ्गै बनाएर उसको मजाको बुट्टेदार लुगा चाहिँ खोलियो र अनि खाडलमा हालियो। ख्रिस्ट येशूको पनि उहाँको लुगा वस्त्र के गरियो, छिनियो। हालेलुया। जसरी योसेफको वस्त्र छिनियो त्यसरी नै ख्रिस्ट येशूको पनि केही छिनियो अरे, वस्त्र छिनियो। अनि त्यो जसले वस्त्र छिन्यो उनीहरूकै लास वस्त्र छिनी माग्नेहरूले अन्तिममा ढाकिदियो। आमेन भन्नुहोस् त। हालेलुया। सुन्नुहोस् है, म अलिकति योसेफको विषयमा अलिकति भन्न चाहन्छु, अनि त्यसबाट म बेन्जामिनमा पस्न चाहन्छु। अर्को नम्बरमा जसरी योसेफलाई खाडलमा हाल्यो त्यसरी नै ख्रिस्ट येशूलाई पनि क्रुसमा टाँगेर कहाँ हाल्यो भन्नुहोस् त, च्यानमा गाडियो। आमेन भन्नुहोस् त। जसरी योसेफ खाडलमा गए ख्रिस्ट येशू पनि च्यानमा गए, अनि जसरी योसेफ खाडलबाट बाहिर निस्के ख्रिस्ट येशू पनि मृत्युलाई जितेर बाहिर निस्किनु भयो। आमेन। ख्रिस्ट येशू मरेकोबाट बौरी उठ्नुहुन्छ भन्ने कुरा चाहिँ नि योसेफ खाडलबाट निस्किँदै गर्दा नै डिक्लेयर भइसकेको थियो प्रियहरू। हालेलुया। त्यसरी नै तपाईको जीवनको समस्यादेखि परमेश्वरले बाहिर निकाल्ने कुरा चाहिँ नि तपाईको समस्या आउनुभन्दा अगाडि नै परमेश्वरले के गरिसक्नु भएको छ, नियुक्त गरिसक्नु भएको छ। आमेन भन्नुहोस् त। हालेलुया। सुन्नुहोस् है, यहाँनिर हामीले हेर्दै गऱ्यौँ भने नि अर्को कुरा के छ भन्दाखेरि नि जसरी योसेफलाई जेलमा हालियो, कहाँ हालियो अरे, जेलमा हालियो, त्यसरी नै ख्रिस्ट येशू पनि अधोलोकमा जानुभयो, कैदीहरू भएकोमा जानुभयो र कैदीहरूलाई कैद गरेर माथि जानुभयो। आमेन भन्नुहोस् त। हालेलुया, हालेलुया, हालेलुया। जसरी योसेफले कैदभित्र पसेर, जेलखानभित्र पसेर एकजना व्यक्तिलाई सपनाको उल्था गरेर सुसमाचार सुनाएर बाहिर निकाले, ख्रिस्ट येशूले पनि अधोलोकमा येशू ख्रिस्ट आउनुभन्दा अगाडि मरेका व्यक्तिहरूको निम्ति उहाँले सुसमाचार सुनाउनु भयो। आमेन।
हालेलुया। अनि त्यहाँबाट कैदीहरूलाई कैद गरेर उहाँ फेरि पनि बाहिर निस्किनु भयो। जसरी योसेफ चाहिँ नि जेलबाट बाहिर निस्किनु बित्तिकै ऊ एउटा अधिकारी भयो, ख्रीष्ट येशूले पनि मृत्युबाट पुनरुत्थान भइसकेपछि के भन्नुभयो? स्वर्ग र पृथ्वीका सम्पूर्ण अधिकार मलाई दिएको छ। आमेन, हालेलुया। जसरी योसेफ जेल खानबाट निस्किँदै गर्दाखेरि उसले अधिकार पायो, त्यसरी नै ख्रीष्ट येशू पनि अधोलोकबाट फर्किँदै गर्दाखेरि उहाँले स्वर्ग र पृथ्वीका सम्पूर्ण साँचोहरू, इभन नरकको पनि साँचोहरू येशूको हातमा छ। आमेन भन्नुहोस् त। हालेलुया, हालेलुया। अब अधिकार शैतानसँग कति अधिकार छ भन्नुहोस् त? सारा अधिकार येशूसँग छ भने शैतानसँग कति अधिकार छ? 0। शैतानसँग अधिकारै छैन। त्यही भएकोले त युक्तिले लडाएर, हिजो तपाईँले सुन्नुभयो नि होइन, युक्ति लगाउँछ। उसँग शक्ति पनि छैन, उसँग अधिकार पनि छैन, त्यसले खालि युक्ति मात्रै लाउँछ। यो कुरा तपाईँले याद गर्नुपर्ने हुन्छ। अर्को नम्बरमा, जसरी योसेफ चाहिँ नि अनिकालको बेलामा सारा अन्य जातिको निम्ति आशिषको कारण बने, त्यसरी नै ख्रीष्ट येशू पनि संसारभरि भएका हामी चाहिँ वास्तव अन्य जातिहरू हो, हाम्रो निम्ति आशिष भन्नुभयो। कहिले भन्नुहोस् त? अनिकालको समयमा। आमेन भन्नुहोस् त। अनिकालको समय भेग हो, अन्धकारले पृथ्वीलाई र निष्पट अन्धकारले मानिसहरूलाई ढाक्नेछ, तर तँमा चाहिँ परमप्रभु उदयमान हुनुहुनेछ। हालेलुया। त्यसरी नै योसेफ पनि अन्य जातिहरूको बिचमा हाम्रो लागि उहाँ आशिषको कारण बन्नुभयो। अनि अर्को नम्बरमा अन्य जातिको निम्ति आशिष भइसके पछाडि अनि त्यस पछाडि योसेफ आफ्नो मानिसहरूको निम्ति पनि आशिषको कारण बन्नुभयो। आमेन भन्नुहोस् त। हालेलुया। आफ्ना मानिसहरूको निम्ति आशिषको कारण बन्नुभयो। त्यसरी नै ख्रीष्ट पहिला योसेफ कस्तो भयो भन्नुहोस् त? अन्य जातिलाई पहिला आशिष दिनुभयो, त्यहाँदेखि अन्तिममा गएर आफ्नो ब्रदर्सहरूलाई आशिष दिनुभयो। त्यसरी नै पहिला येशूले हामीलाई आशिष दिनुभयो, अनि पछि गएर उहाँले यहुदी जातिलाई पनि एक दिन आशिष दिनुहुनेछ। यहुदी जाति पनि येशूमा फर्किनेछ। आमेन भन्नुहोस् त। यसको मतलब चाहिँ के हो भन्दै गर्दाखेरि नि, ख्रीष्ट के भन्छ, योसेफ चाहिँ ख्रीष्टको छाया हुनुहुन्छ। ख्रीष्टलाई इङ्गित, योसेफ ख्रीष्ट होइन। जोसेफ इज नट क्राइस्ट, बट ही इज अ टाइप अफ क्राइस्ट, इज अ पिक्चर अफ क्राइस्ट। तर भन्नुहोस् त, तर भन्नुहोस् त। तर बेन्जामिन इज अ टाइप अफ चर्च। बेन्जामिन चाहिँ के को चिन्ह हो भन्नुहोस् त? एउटा चित्र हो भन्नुहोस् त। मण्डलीको चित्र हो। मण्डलीको चित्र हो। किन भन्दै गर्दाखेरि नि, जब अनिकाल पर्यो, when there was a famine, every brothers had to go to bring food, but Benjamin was with his father. बेन्जामिन चाहिँ उसको बाउसँगै थियो, ऊ चाहिँ विश्राममा थियो, ऊ चाहिँ रेस्टमा थियो। त्यसले गर्दा मण्डलीलाई येशूले भन्नुभयो, ए सबै मेहनत गर्ने र बोझले दबिएकाहरू म कहाँ हो र म तिमीलाई विश्राम दिनेछु। हालेलुया। ओ पुरानो नियमको सन्तहरू चाहिँ सबै काम गर्नेवाला सन्तहरू थिए भने नयाँ नियमको सन्तहरू चाहिँ विश्राम गर्ने सन्तहरू हो। नयाँ नियम, पुरानो नियमको आशिष चाहिँ काममा आधारित थियो भने नयाँ नियमको आशिष चाहिँ विश्राममा आधारित हुन्छ। प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, इफ यु डु नट लर्न हाउ टु टेक रेस्ट इन गड, यु विल नट बी ब्लेस्ड। प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, बेन्जामिन वाज ब्लेस्ड विथ हिज फादर इभन इन द फ्यामिन। फ्यामिनको बेलामा पनि बेन्जामिन वाज अलाउड टु स्टे विथ हिज फादर। बेन्जामिन चाहिँ उसको बाबुसँग बस्ने के दिएको छ भन्नुहोस् त? अनुमति दिएको थियो। आमेन भन्नुहोस् त। हालेलुया। संसारभरि भन्नुहोस् त। अनिकाल लाग्दाखेरि यदि म बाबुसँग बस्नु सिकेँ भने अनिकालमा पनि खाइरहनु सक्छु। एउटा सिरियलमा सानो क्लिप देखेको थिएँ, म खाइरहन्छु नि म भन्ने थियो। अहिले कतिले थाहा छ? पहिला मैले सानो सानो क्लिप हेर्थेँ। त्यसरी तपाईँ अनिकालमा पनि खानु सक्ने व्यक्ति हुनुहुन्छ। आमेन भन्नुहोस् त। बेन्जामिन अनिकालको बेलामा बाबु दाजुहरूसँगै जा, भारी बोक्नु भनेन बाउले, बाबुसँगै राखे। किनभने बेन्जामिन वाज कल टु टेक रेस्ट विथ हिज फादर। उसको बाबुसँगै विश्राम गर्ने। हालेलुया। किन भन्नुहोस् त? बेन्जामिन चाहिँ सबैभन्दा कान्छो थियो।
आमेन भन्नुहोस् त हालेलुया। अनि हामी पनि परमेश्वरले अब यहाँदेखि उता नि अनुग्रह चाहिँ अनुग्रहको युग चाहिँ नि परमेश्वरले आशिष दिने सबैभन्दा कान्छोहरू हो, सबैभन्दा प्रेम गरिएको पुस्ता हो हामी। आमेन भन्नुहोस् त हालेलुया। सुन्नुहोस् है, मण्डली कहिले जन्मियो भन्नुहोस् त? जब ख्रीष्ट येशू मर्नुभयो, मरेर गाडिएर बौरी उठिसके पछाडि पेन्तिकोसको दिनमा मात्रै मण्डली जन्मिएको हो। अनि त्योभन्दा अगाडि मण्डली जन्मिनुभन्दा अगाडि ख्रीष्ट येशू क्रुसमा जानुभयो अनि उहाँले सबै काम पुरा गर्नुभयो। अनि उहाँले भन्नुभयो अब सिद्धियो। आमेन भन्नुहोस् त। धर्मी मानिसहरूलाई आशिष पुर्याउने, मानिसहरूलाई धर्मी ठहराउने, मानिसहरूलाई छुटकारा दिने सबै काम येशूले क्रुसमा सिद्धाउनु भयो। त्यसपछि हामी जन्मिएको हो। जसरी सुन्नुहोस् है, जसरी मानिसहरूलाई पुरानो नियममा मानिसलाई बनाएर परमेश्वरले विश्राम लिनुभयो, आमेन भन्नुहोस् त, त्यसरी नै सम्पूर्ण हामीलाई अनन्त जीवन दिने सम्पूर्ण काम सकेर ख्रीष्ट येशूले फेरि पनि विश्राम लिनुभएको छ। त्यही भएको कारणले गर्दा हामी चाहिँ अब विश्रामलाई जब जसले जान्दछ नि त्यही व्यक्तिले मात्रै आशिष पाउँछ। इफ यु डोन्ट नो हाउ टु टेक रेस्ट इन गड, परमेश्वरमा विश्राम लिनु कसरी हो तपाईँले जान्नु भएन भने तपाईँले आशिष पाउनुहुन्न। मसँग तपाईँलाई बुझाउने लामो समय छैन। जसको कान छ त्यसले सुनोस्, जसको कान छ त्यसले सुनोस्। इफ यु डोन्ट नो हाउ टु टेक रेस्ट इन गड, तपाईँको जीवनमा समस्या आउँछ। प्रभुले त्यही भएको कारणले गर्दाखेरि नि सब्बात दिनमा उहाँले मिराकल गर्नुभयो। Jesus did miracle in Sabbath day. Why he did miracle in Sabbath day? Because he wanted to convey one message. उहाँले एउटा सन्देश दिन चाहनुहुन्थ्यो, यदि तिमीहरूले विश्राम लियो भने आश्चर्य काम चाहिँ म गर्नेछु। If you take rest, then I will do miracle for you. Hallelujah. Other thing, अर्को कुरा चाहिँ के हो भने वास्तविक विश्राम के हो भनेर चिनाउनुहुन्थ्यो। शनिबार भेला आउनु, आइतबार भेला आउनु विश्राम होइन। एउटा सुकेको हात बोकेर गयो, सुकेको हातै फर्केर आयो भने त्यसलाई विश्राम भन्दैन। तपाईँ मण्डलीमा जस्तो जानुभयो त्यस्तै फर्किनु भयो भने त्यसले विश्राम भन्दैन। तर जस्तो तपाईँ मण्डलीमा जानुहुन्छ अनि फर्किँदा तपाईँ परिवर्तन भएर फर्किनु भएको छ भने तपाईँ विश्राममा हुनुहुन्छ, तपाईँ विश्राममा हुनुहुन्छ। हालेलुया। विश्राम प्रिय राजा, धेरैजना मान्छे कोसिस गर्छ अब यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि परमेश्वरमा विश्राम लिनु सक्नु भएन भने म तपाईँलाई लेखेर ग्यारेन्टी दिन्छु तपाईँ दुःख पाएर मर्नु हुनेछ, तपाईँको जीवनमा केही पनि हुने छैन। यसको मतलब यो भनेको होइन कि तपाईँले काम नगर्नुहोस्, तर काम गर्नुभन्दा पहिला विश्राम लिनु सिक्नुहोस्। आमेन भन्नुहोस् त। बिफोर यु वर्क यु लर्न हाउ टु टेक रेस्ट इन गड। येशूको छातीमा ढुकढुकिने, येशूको आँखैमा बसिरहने। येशूको आँखामा बस्नु भनेको विश्राम लिनु हो। आमेन भन्नुहोस् त। प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने। हालेलुया। कसको छातीमा अरे? येशूको छातीमा। के गर्ने अरे? ढुकढुकिने। भन्नुको मतलब चाहिँ छातीमा ढुकढुकिनु भनेको चाहिँ उहाँको नजिक बसिरहनु। जसरी बेन्जामिन चाहिँ नि योसेफ गुमाइ पठायो बाबुले, त्यसले गर्दा उसको खास माया गरेको पत्नीबाट जन्मेको एउटै मात्रै कान्छो छोरो थियो। त्यो कारणले गर्दा उसलाई त्यो दायाँ बायाँ योसेफ गुमाएको कारणले गर्दाखेरि त्यो कान्छा छोरा बेन्जामिनलाई उसले दायाँ बायाँ कहीँ पनि जानु दिन्थेन, कहीँ पनि उसको अगाडि राखिँदैन। त्यसरी नै आफ्नो एकलौटे पुत्र ख्रीष्टको मूल्यमा तपाईँलाई किनिएको कारणले गर्दा परमेश्वरले तपाईँको आँखाको अगाडि तपाईँलाई राखिरहन चाहनुहुन्छ। उहाँको आँखाको अगाडि तपाईँलाई उहाँले राखिरहनु चाहनुहुन्छ। He wants you to be in front of his eyes always, because you are purchased in the cost of his only one begotten son. उहाँको एकलौटे पुत्रको कुरा तपाईँलाई परमेश्वरले किन्नु भएको कारणले गर्दाखेरि तपाईँको जीवन सबैभन्दा पहिलो कुरा अघि तपाईँ विश्राममा आशिष पाउनुको लागि बनाइएको, त्यसले गर्दा तपाईँ बेन्जामिन जेनेरेसन हुनुहुन्छ। आमेन भन्नुहोस् त। अनि जस्तो बेन्जामिनको आशिष थियो त्यस्तै तपाईँको जीवनमा पनि आशिष छ। हालेलुया, हालेलुया। अर्को नम्बरमा चाहिँ तपाईँले हेर्नुभयो भने उत्पत्ति 43को 29 कसैले मलाई पढिदिनुहोस्। कसैले रोमन्स 6:14। यसो हेरेर
आफ्नो भाइ आफ्नै आमाको छोरो बेन्यामिनलाई देखेर भने तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो। अब योसेफले भने ए नानी परमेश्वरको अनुग्रह त माथि रहोस्। ए नानी परमेश्वरको अनुग्रह को माथि रहोस् अरे? त माथि। अरू 10 जना भाइहरूलाई भनेन उसले, किनभने ऊ चाहिँ अरू सबै दाजुहरू थिए, उसको एउटै मात्रै भाइ थियो। आमेन भन्नुहोस् त। दाजु भनेको अरू 10 जना भाइहरू चाहिँ नि पुरानो नियमको सन्तसँग तुलना गर्न सकिन्छ, बेन्जामिनलाई नयाँ नियमको सन्तसँग तुलना गर्न सकिन्छ। त्यही भएको कारणले गर्दा ए नानी तिमीमा परमेश्वरको के रहोस् अरे? अनुग्रह रहोस्। अनि म तपाईँलाई भन्न चाहन्छु, तपाईँले अर्को नम्बर रोमन्स 6:14 पढ्नुहोस् त कसैले। रोमन्स 6:14। किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छौ। आमेन भन्नुहोस् त। यहाँ सुन्नुहोस्, एकदमै महत्त्वपूर्ण कुरा चाहिँ के भने नि, योसेफले आफ्नो भाइलाई के भने भन्नुहोस् त? अनुग्रह रहून्। अनुग्रह भनेको चाहिँ नि नकमाई अनमेरिटेड फेभर भन्छ यसलाई, अनअर्न फेभर भन्नुको मतलब तपाईँ र मैले आर्जन नगरिएको के हो? निगाह हो। तपाईँ अयोग्य हुँदै पनि तपाईँले पाउनु भएको चिजलाई चाहिँ अनुग्रह भन्छ। आमेन भन्नुहोस् त। हालेलुया। तपाईँको योग्यता भन्दा बेसी जब तपाईँले पाउनुहुन्छ त्यसलाई अनुग्रह भन्छ। तपाईँले काम गरेको 1000 पाउनु पर्ने थियो, 10,000 पाउनु भने अरू के भयो भन्नुहोस् त? 9,000 चाहिँ के हो भन्नुहोस् त? अनुग्रहबाट तपाईँले पाउनु भयो। आमेन भन्नुहोस् त। तपाईँले जे कुरा सित्तैमा पाउनुहुन्छ, anything you receive without any price, that is called grace. आमेन भन्नुहोस् त। योसेफले यसो भन्दै गर्दाखेरि के भन्दैछ भन्दाखेरि चाहिँ नि परमेश्वरको अनुग्रह तिमीमा रहनु भनेको चाहिँ नि तिमीले चाहिँ मैले जस्तो बेचिँदै खडालमा हुँदै कोनी के नगरे नै तिमीलाई चाहिँ परमेश्वरले आशिष दिउन् भनेको। आमेन भन्नुहोस् त। उसले के भन्दैछ भन्दाखेरि नि जुन अनुग्रह जुन आशिष मैले चाहिँ नि बेचेर पाउनु पर्यो, जुन आशिष मैले चाहिँ एक्लिएर पाउनु पर्यो, जुन आशिष मैले चाहिँ जेलखानमा गएर दुईपल्ट त मेरो लुगा छिनेर मैले पाएँ, त्यो आशिष चाहिँ तिम्रो जीवनमा सित्तैमा परमेश्वरले दिउन्। आमेन भन्नुहोस् त। प्रियहरू, म तपाईँलाई यो कुरा भन्न चाहन्छु, ख्रिस्टले नै सबै कुरा क्रुसमा गर्नुभयो अनि त्यसको सट्टामा हामीले जे पायौँ हामीले सित्तैमा पाएका छौँ। आमेन भन्नुहोस् त। किनभने त्यो ख्रिस्टले चाहिँ तपाईँ र मेरो जीवनमा अनुग्रह रिलिज गर्नुभएको छ। हालेलुया। किनभने यूहन्ना 1:17 कसरी पढ्नुहोस् त प्लिज। जोन 1:17। यूहन्ना 1:17। किनभने व्यवस्था मोसाद्वारा दियो, अनुग्रह र सत्यता चाहिँ येशू ख्रिस्टद्वारा आए। हालेलुया। जसरी उले भन्नुभयो ए नानी परमेश्वरको अनुग्रह तिमीमा रहून्, योसेफले बेन्जामिनलाई अनुग्रह ट्रान्सफर गरे। आमेन भन्नुहोस् त। योसेफले बेन्जामिनलाई अनुग्रह ट्रान्सफर गरे। त्यसरी नै मण्डलीलाई ख्रिस्ट येशूले अनुग्रह ट्रान्सफर गर्नुभयो। कसरी भन्दाखेरि आमेन भन्नुहोस् त। कसरी भन्दै गर्दाखेरि नि उहाँ चाहिँ हाम्रो बदलामा सबै ऋणहरू तिरिदिनु भयो। आमेन। ऋण लायो कस्तो प्रेमको चुकाउन सक्दिन। हालेलुया। सुन्नुहोस् है, यहाँनिर के भन्दैछ भन्दाखेरि मैले तपाईँलाई के भने योसेफले के गरे भन्नुहोस् त? बेन्जामिनलाई अनुग्रह ट्रान्सफर गरे। तर हामीलाई चाहिँ कसले अनुग्रह ट्रान्सफर गर्नुभयो? हाम्रो जोसेफ जो येशू हुनुहुन्छ, उहाँले के गर्नुभयो? उहाँको अनुग्रह ट्रान्सफर गरे। आमेन भन्नुहोस् त। हालेलुया। बेन्यामिनको अर्थ नै के हुन्छ भन्दाखेरि नि सन अफ राइट ह्यान्ड भन्ने हुन्छ। सन अफ राइट ह्यान्ड भने चाहिँ दाहिने बाहुलीको पुत्र भनेपछि दाहिनेले जहिले पनि राइचियसनेसलाई जनाउँछ, धार्मिकतालाई जनाउँछ, अर्को नम्बरमा शक्तिलाई जनाउँछ। आमेन भन्नुहोस् त। हामीले चाहिँ धार्मिकताद्वारा शक्ति प्राप्त गरेका व्यक्तिहरू हौँ। त्यो धार्मिकता चाहिँ सित्तैमा अनुग्रहद्वारा हामीले प्राप्त गरेका छौँ। आमेन भन्नुहोस् त। यो कामद्वारा होइन। केद्वारा होइन अरे? कामद्वारा होइन। केद्वारा? सित्तैमा। केद्वारा भन्नुहोस् त? सित्तैमा हामीले के पायौँ? अनुग्रह पायौँ। आमेन। हालेलुया। हालेलुया। सुन्नुहोस् है, यो सित्तैमा पाउने यहाँ उदाहरणको लागि तपाईँले उत्पत्ति 14 जेनेसिस 49:27 प्लिज रिड समबडी। उत्पत्ति
49:27 बेन्यामिन त एउटा फराउने ब्वासो हो बाबुले यसरी आशिष दिँदैछ बेन्जामिन त एउटा फराउने ब्वासो हो बिहान चाहिँ ल्याएको शिकार त्यसले खान्छ बिहान चाहिँ त्यसले ल्याएको शिकार त्यसले खान्छ र बेलुका चाहिँ त्यसले लुट बाँड्छ आमेन भन्नुहोस् त आमेन हालेलुया हालेलुया शिकार गरेको भनेको चाहिँ पालेको आफूले 2-3 सालसम्म घाँस लाउँदै पालेको कुरालाई शिकार गरिन्छ कि नपालेको जङ्गलमा भएकोलाई शिकार गर्छ भन्नुहोस् त नपालेको शिकार गरे बापत केही तिर्नुपर्छ पर्दैन अनि लुटको माल चाहिँ कमाएको माल हो कि त्यसैको माल हो भन्नुहोस् त हालेलुया सित्तैमा खानेहरू भन्नुहोस् त सित्तैमा अनुग्रह पाउनेहरू सित्तैमा आशिष पाउनेहरू हालेलुया अब हामी आशिष पाउनुको लागि काम गर्दैनौँ तर आशिष पाएको कारणले गर्दा हामी काम गर्छौँ हालेलुया हालेलुया किनभने नि सुन्नुहोस् है बाबुले के गरे भन्नुहोस् त यो त आशिष दिँदै यो त एउटा फराउने ब्वासो हो कस्तो अरे फराउने ब्वासो ब्वासोले आएर नि तपाईँको गाई अथवा केही बाख्रा खाइदियो भने पैसा तिरेर खाँदैन त्यसले सित्तैमा खान्छ आमेन हालेलुया किन हामी यो बेन्जामिन जेनेरेसन हो भने नि पछिबाट नयाँ नियम आएर when the New Testament came the revelation of grace came through Benjamin generation. His name is Paul. नयाँ नियम आएर अनुग्रहको जुन प्रकाश छ नि त्यो पनि पावलद्वारा आए जो चाहिँ बेन्जामिन जेनेरेसनको थियो आमेन भन्नुहोस् त किनभने बेन्जामिन जेनेरेसन वाज ब्लेस्ड to receive the grace of God परमेश्वरको अनुग्रह प्राप्त गर्नको लागि अनि मण्डलीलाई तिमीहरू चाहिँ अनुग्रहको सहभागी रहो भनेर जान्ने पनि पावल भए किनभने त्यो चाहिँ अनुग्रह के हो भन्ने कुरा चाहिँ नि पहिल्यैदेखि बेन्जामिन जेनेरेसन चाहिँ उपभोग गर्दै आएको थियो आमेन भन्नुहोस् त पहिल्यैदेखि बेन्जामिन जेनेरेसन चाहिँ ग्रेस उनीहरूले केही न केही हदसम्म परमेश्वरको अनुग्रहलाई उपभोग गर्दै आएको थियो त्यसले गर्दाखेरि मण्डली चाहिँ के हो भन्नुहोस् त बेन्जामिन जेनेरेसन हालेलुया 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 अब हामी भन्नुहोस् त धर्मी हुनलाई केही गर्दैनौँ तर धर्मी भएकोले हामी केही गर्छौँ हालेलुया हालेलुया अर्को महत्त्वपूर्ण कुरा जोसेफ had double relationship with his brother तपाईले जोसेफसँग चाहिँ उसको दाजुसँग दुईवटा रिलेसनशिप तपाईले हेर्नु भने नि नेपालीमा हेर्नु भने के देख्नुहुन्छ भने नि 43 को 29 मै पढ्नुभयो भने नि के देख्नुहुन्छ भन्दाखेरि नि आफ्नो आमाको आफ्नै साखे भाइलाई हेरेर ए छोरो भनेको त्यहाँ चाहिँ ए नानी भन्ने शब्द प्रयोग भएको छ कतिमा ए छोरो हामीसँग पनि नि क्रिससँग एउटै मात्रै साइनो छैन है आमेन भन्नुहोस् त मल्टी रिलेसनशिप आमेन भन्नुहोस् त वी हेभ अ मल्टी रिलेसनशिप विथ क्राइस्ट क्रिससँग हाम्रो मल्टी रिलेसनशिप छ येशू हाम्रो जेठा दाजु हुनुहुन्छ आमेन सबैभन्दा पहिला योसेफ जस्तै उहाँ जेठा दाजु पनि हुनुहुन्छ फेरि जेठा दाजु पनि भएन यहाँनिर हेर्नुहोस् त दाजु बाउ पनि दुईटा हुन सक्छ हुन सक्दैन कि वो दाजु हुन्छ कि वो बाउ हुन्छ तर योसेफले दुईटा कुरा त्यहाँनिर भनेको हामी पाउँछौँ फेरि एकपल्ट पढ्नु 43 को 29 पढिदिनुहोस् त 43 को 29 योसेफले यसो हेरेर आफ्नो भाइ आफ्नै आमाको छोरो बेन्जामिनलाई देखेर भने तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो योसेफले भने हे मेरो छोरा परमेश्वरको अनुग्रह त माथि रहोस् हालेलुया त्यहीँनिर दुईटा रिलेसनशिप त्यही भएकोले गर्दा तपाईँ छक्कै नपर्नुहोस् तपाईँ क्रिसको के पनि हुनुहुन्छ भन्नुहोस् त भाइ पनि हुनुहुन्छ बहिनी पनि हुनुहुन्छ अनि तपाईँ क्रिसको दुलै पनि हुनुहुन्छ हालेलुया तपाईँ क्रिसको साथी पनि हुनुहुन्छ हालेलुया तपाईँ क्रिसको साझे हकवाला पनि हुनुहुन्छ ओ तपाईँ क्रिससँगै काम गर्ने व्यक्ति पनि हुनुहुन्छ
अनि क्रिसको छोरा पनि हुनुहुन्छ, क्रिसको छोरी पनि हुनुहुन्छ। आमेन भन्नुहोस् त। हामीसँग हाम्रो र क्रिसको मल्टी रिलेसनसिप भन्नुको मतलब नि त्यो सबै सम्बन्ध किन भनिएको क्रिसलाई भन्दाखेरि नि क्रिस तपाईँ र मेरो सबथोक हुनुहुन्छ। आमेन। यो संसारमा भएको सबै असल सम्बन्धको सार चाहिँ क्रिस येशू हुनुहुन्छ। आमेन भन्नुहोस् त। उहाँले तपाईँलाई एउटा श्रीमानले अथवा श्रीमतीले दिने प्रेम पनि दिनुहुन्छ, एउटा मित्रले दिने प्रेम पनि दिनुहुन्छ, एउटा बाबुले दिने अँगालो पनि दिनुहुन्छ, एउटा भाइले दिने सुरक्षा पनि दिन्छ। आमेन। सबै किसिमको आशिष क्रिस येशूमा छ। त्यही कारणले गर्दा क्रिस येशू सबथोक हुनुहुन्छ। आमेन। जसरी बेन्जामिनको लागि योसेफ सबथोक थियो, त्यसरी नै हाम्रो निम्ति क्रिस सबथोक हुनुहुन्छ। आमेन भन्नुहोस् त। कुछ नहीं चाहिए खुदा बस तू ही तो चाहिए। येशू भयो भने हामीलाई पुग्छ। आमेन भन्छ। त उहाँ भयो भने हामीलाई के हुन्छ अरे? पुग्छ। येशू भयो भने हामीलाई पुग्छ। येशू चाहिँ हाम्रो मल्टी रिलेसनसिप। किन येशू सबै रिलेसनसिपमा खडा हुनुभयो भन्दाखेरि नि तैँले त्यहाँ नपाएको कुरा चाहिँ यहाँ पाउँछस्। तैँले श्रीमानबाट जुन प्रेम पाउनु सकिनस् भने नि म छु है भन्नुभयो। तेरो दाजुबाट अथवा तेरो बाउबाट तेरो भाइबाट तैँले जुन प्रेम पाउँदैनस् म छु। तेरो मित्रबाट तैँले जुन प्रेम पाउँदैनस् म छु। येशू चाहिँ हाम्रो निम्ति सबै सम्बन्धहरूको किङ हुनुहुन्छ। हामी हेर्नुहोस् त। सबै सम्बन्धहरूको सार हुनुहुन्छ। सबै सम्बन्धहरूको के हुनुहुन्छ अरे? सार हुनुहुन्छ। हालेलुया, हालेलुया। अनि अर्को कुरा चाहिँ के हो भने नि तपाईँले 30 पढिदिन्छ कसैले? 43 को 30 प्लिज। 43 को 30। तिनका भाइको खातिर तिनको हृदय तिनको हृदय केले भरियो अरे? स्नेहले भरियो। भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी के गरे अरे? रोए। कसलाई देखेर अरे? बेन्जामिनलाई देखेर। अरू 10 भाइलाई देखेर नि येशू रुनुभयो, कहीँ छैन। तर जब उसको भाइले नि भाइलाई देखे उसको हृदय केले भरियो अरे भन्नुहोस् त? स्नेह, प्रेमले भरियो। हामीलाई चाहिँ परमेश्वरको दया मात्रै होइन, हामीलाई चाहिँ परमेश्वरको स्नेह पनि छ। आमेन भन्नुहोस् त। क्रिस येशूले चाहिँ हामीलाई दया मात्रै गर्नुभएको छैन, क्रिस येशूले चाहिँ तपाईँ र मलाई प्रेम गर्नुभएको छ। स्नेहले भरिएर उसले के खोजे अरे भन्नुहोस् त? रुनको लागि कोठा खोजे। जब येशू यो संसारमा आउनुभयो अनि भिडलाई देखेर म धेरैपल्ट रुनुहुन्थ्यो। आमेन भन्नुहोस् त। आज तपाईँको समस्यालाई देखेर नि तपाईँलाई स्नेहले भरेर येशू आज पनि रुनुहुन्छ। त्यो चाहिँ नि विचार भनेर होइन, स्नेहले भरेर। उसले रुनको लागि के खोजे अरे? कोठा खोजे। आमेन भन्नुहोस् त। उसले रुनको लागि के खोजे? कोठा खोजे। यस्तो किसिमले येशूले तपाईँ र मेरो निम्ति के गर्नुहुन्छ भन्नुहोस् त? तृष्णा गर्नुहुन्छ। त्यही भएकोले गर्दा इभन तपाईँले हेर्नुहोस् त, प्रकाशित वाक्य 3 को 20 पढ्नुहोस्। कसैले प्रकाशित वाक्य 3 को 20, कसैले मत्ती 28 को 20 पद पढ्नुहोस्। हेर म ढोकामा उभिएर ढकढकाउँछु। कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसका भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। हेर म ढोकामा उभिएर ढकढकाउँछु। त माथि हेऱ्यो भने त्यो कुन चाहिँ मण्डली हो भन्नुहोस् त? त्यो माथि कुन चाहिँ मण्डली? टपिक हेर्नुहोस् माथि कुन चाहिँ मण्डली हो? लाउडेसियाको मण्डली। कुन मण्डली अरे? लाउडेसियाको मण्डली। यस्तो मण्डली जसलाई चाहिँ न तातो छ न चिसो छ। तातो कि हुनु कि चिसो हुनु। त्यसले गर्दा म तिमीलाई ओकेल दिन्छु भन्दै पनि यसैले के भन्दै हुनुहुन्छ? हेर म ढोकामा उभिएर म ढकढकाउँछु। हे कसैले मेरो स्वर सुन्छ भने म त्यस कहाँ आउनेछु भन्नुको मतलब चाहिँ नि परमेश्वर क्रिस्ट येशूले तपाईँ र मलाई यति साह्रो स्नेह गर्नुहुन्छ। तपाईँ र मैले येशूलाई हाम्रो हृदयबाट बाहिर निकालिदिँदै गर्दाखेरि पनि नि ढोकाभन्दा बाहिर बसेर पनि तपाईँलाई उहाँले पर्खिनुहुन्छ। आमेन भन्नुहोस् त। ढोकाभन्दा बाहिर त्यति
लामो वर्ष ऊ बेन्जामिनदेखि टाढो थियो र पनि उसले बेन्जामिनको तृष्णा गरिराखेको थियो। आमेन भन्नुहोस् त। त्यत्रो लामो बेन्जामिनदेखि टाढो थियो तर पनि उसले बेन्जामिनको तृष्णा गरिराखेको। त्यसरी नै प्रियहरू, म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। तपाईँ कति वर्ष कति समय येशूदेखि टाढो हुनुभयो, त्यति समय येशूले तपाईँको तृष्णा गरिराख्नु भएको थियो। अनि आज म तपाईँलाई यो भन्न चाहन्छु, तपाईँलाई यहाँनिर येशूले भेटेर तपाईँप्रति उहाँ स्नेह हुनुभएको छ, तपाईँप्रति उहाँ प्रेमी हुनुभएको छ। त्यही कारणले गर्दाखेरि तपाईँलाई उहाँले अँगाले राख्नु भएको छ। हालेलुया, हालेलुया। प्रभुले भन्नुभएको छ, तपाईँले मत्ती 28:20 हेर्नु भने जगतको अन्तिमसम्म म तिमीहरूको साथमा छँदैछु। आमेन भन्नुहोस् त। हालेलुया। मण्डली सुन्नुहोस् है, मण्डलीसँग चाहिँ नि ख्रिस्ट यति साह्रो नजिक हुन चाहन्छ किनभने उहाँप्रति उहाँको के छ, तपाईँप्रति उहाँको के छ, तृष्णा छ, स्नेह छ। त्यो कुरा तपाईँले सम्झिनुभयो भने नि तपाईँलाई पनि त्यहाँ खालि त्यो दुईजना अँगालो मारेर रुयो भनेको छ। दुईजना खालि योसेफ मात्रै रोएन, त्यतिखेर को पनि रोए भन्नुहोस् त, बेन्जामिन पनि रोए। तपाईँ र मलाई नि ख्रिस्टको अँगालोमा उहाँप्रति धन्यवादी भएर, दुःख मानेर होइन, धन्यवादी भएर आँसु बगाउनको निम्ति ख्रिस्टले तपाईँ र मलाई बोलाउनु भएको छ। जसरी बेन्जामिनप्रति योसेफको तृष्णा थियो, त्यसरी नै हामी बेन्जामिनको पनि को प्रति अरे योसेफप्रति तृष्णा थियो। फेरि म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, जसरी परमेश्वर ख्रिस्ट येशू तपाईँप्रति तृषित हुनुहुन्छ, तपाईँभित्र पनि उहाँले त्यही तृष्णा हालिदिनु भएको छ। त्यही भएर त तपाईँ रुनुहुन्छ, त्यही भएर तपाईँ उहाँमा धन्यवादी भएर आँसु आउँछ। आमेन। तृष्णा अझै छ पिउने तिमीलाई, माया धेरै छ दिन तिमीलाई, तिम्रो नदीबाट पिउन चाहन्छु, तिम्रो अँगालोमा जिउनलाई। बेन्जामिन जेनेरेसन चाहिँ नि येशूसँगै मात्रै होइन, येशूको अँगालोमा जिउने जेनेरेसनलाई बेन्जामिन जेनेरेसन भन्छ। आमेन भन्नुहोस् त। हालेलुया। येशूको अँगालोमा जिउने पुस्तालाई बेन्जामिन पुस्ता भन्छ। आमेन। हालेलुया। येशूको अँगालोमा टाँसेर हराउने पुस्तालाई बेन्जामिन पुस्ता भनिन्छ। आमेन। उहाँको अँगालोको लागि तृषित हुने पुस्तालाई बेन्जामिन पुस्ता भनिन्छ। प्रियहरू, तपाईँ र म खालि रिलिजियस क्रिस्चियन भएर चर्च आउने जाने, 5 मिनट प्रार्थना गर्ने, सुत्ने, भातको लागि प्रार्थना गर्ने, सुत्दा प्रार्थना गर्ने, हिँड्दा प्रार्थना गर्नुको लागि मात्रै होइन, अभर पर्दा बाइबल पढ्नुको लागि मात्रै होइन, तर परमेश्वरले तपाईँ र मलाई उहाँको अँगालोमा आशिषित हुनको लागि बोलाउनु भएको। आमेन। बेन्जामिन जेनेरेसनले चाहिँ नि अरू कुरा होइन, योसेफको अँगालो खोज्छ। म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ यहाँबाट गइसके पछाडि तपाईँ अरू कुरा खोज्ने होइन, तर बेन्जामिनको के भन्छ, योसेफको अँगालो खोज्ने व्यक्ति हुनुहुनेछ। आमेन भन्नुहोस् त। हालेलुया, हालेलुया, हालेलुया। कस्तो किसिमको तृष्णा थियो त्यो, होइन, रोएर अँगालो मार्ने तृष्णा। त्यसरी नै त्यो चाहिँ नि दुःखको आँसु होइन, त्यो चाहिँ कसको आँसु भन्नुहोस् त, सुखको आँसु, आनन्दको आँसु। के को आँसु? धन्यवाद के साथ स्तुति गाऊंगा यीशु मेरे खुदा, उपकार तेरे बेसुमार कोटि कोटि स्तुति धन्यवाद। योग्यता से बढ़ के दिया है अपनी दया से तूने मुझे, मांगने से ज्यादा मिला मुझे, आभारी हूँ प्रभु मैं, मांगने से ज्यादा मिला मुझे, आभारी
तपाईँले 43 को 34 पढ्नुहोस् त प्लिज 34 43 को 34 तिनीहरूको भाग योसेफको टेबलमा झिकेर लगिएका थिए तिनीहरूका भाग योसेफको टेबलबाट आमेन भन्नुहोस् त हामी चाहिँ भन्नुहोस् त युसुफको येशू ख्रीष्टको टेबलबाट खानेहरू हौं त्यही भएकोले लर्ड्स टेबलमा बस्छौं लर्ड्स टेबल भनेकै येशूको टेबल हो हुन्छ योसेफको टेबलबाट निकालेर लगिएका थिए अनि भन्नुस् त त्यहाँनिर तर बेन्यामिनको भाग चाहिँ उनीहरू प्रत्येकको भन्दा 5 गुना बढी थियो बुझ्नेले देखेर कम्ती ताली मार्छ हालेलुया बेन्यामिनको भाग चाहिँ उनीहरू सबैको भन्दा कति थियो रे 5 गुना बेसी आमेन भन्नुस् त हालेलुया जुन अभिषेकमा मूसाले सेवकाई गर्यो त्यो सेवकाई भन्दा नयाँ नियममा 5 गुना बेसी सेवकाई गर्न सकिन्छ जुन आशिषले पुरानो नियमको सन्तहरू आशिषित भयो नयाँ नियममा 5 गुना बेसी आशिषित हुन सकिन्छ हालेलुया जुन महिमामा पुरानो नियमको सन्तहरूले सेवकाई गरे त्यो महिमाको 5 गुना बेसी महिमा नयाँ नियममा छ प्रियहरू हालेलुया ओ सबै दाजुभाइहरू भन्दा 5 गुना बेसी आशिष कसले पायो भन्नुहोस् त बेन्जामिनले पायो अनि बेन्जामिनले खाइ नसकेर फ्याँक्यो भनेको छैन आमेन भन्नुहोस् त हामी 5 गुना आशिष कन्ज्युम गर्न सक्ने क्यापासिटी लिएर जन्मेको व्यक्तिहरू हालेलुया कुनै पनि कुरा खेरो जाने छैन तपाईमा भएको आशिषहरू खेरो जाने छैन हामी खेरो फाल्नुको लागि जन्मिएको होइन सबै आशिष भन्नुहोस् त म पचाउनु सक्छु हजमोला खाइरहनु पर्दैन 5 गुना बेसी आशिष बेन्जामिनले सबै भन्नुहोस् त लिए ग्रहण गरे त्यसरी नै नयाँ नियममा प्रशस्त आशिषले यो कुरा बुझ्नेलाई पिराउँदैन बिक्री हिँड्ने भनेको चाहिँ यो कुरा नबुझ्नेहरू हो हालेलुया तपाई यो कुरा बुझेर नि सारा संसार तपाईको भयो भने पनि नि तपाई बिग्रिनु हुने छैन तपाईले पचाउनु हुनेछ हालेलुया जब आशिष पस्दैन नि रेभलेसन छैन भने आशिष पस्दैन आशिष पसेन भने नि अलिकति मात्रै आशिष भयो भने त्यसले आफ्नो रङ देखाइहाल्छ उसको फुइक देखाइहाल्छ धेरै जना फुइ देखाएकोले गर्दाखेरि अलिकति बढ्छ बढ्दै बढ्दैन म प्रिय तपाईलाई भन्न चाहन्छु तपाईले यो कुरा नि सबै आशिषमा पचाउन सक्छु भन्नुभयो भने नि तपाईको आफ्नो निजी पाइलट हुँदा पनि तपाई घमण्डी हुनुहुन्न संसारको सबैभन्दा धनी हुँदा पनि तपाई घमण्डी हुनुहुन्न तपाईले संसारलाई आशिष दिने सेवकाई गर्दा पनि तपाई घमण्डी हुनुहुन्न किनभने 5 गुना आशिष पनि पचाउन सक्ने क्षमता तपाईभित्र छ हालेलुया अनि यसरी लेखेको छैन बेन्जामिनले धेर खाएर पखालो लाग्यो भनेर लेखेको छैन बेन्जामिनले धेर खाएर बमिट गर्यो भनेर लेखेको छैन हालेलुया मलाई आशिषले भन्नुस् त पखालो लाउनेवाला छैन मलाई आशिषले बमिट आउनेवाला छैन मलाई परमेश्वरले घर गाडी घोडा सबै दिए तापनि घमण्ड आउँदैन है मलाई भन्नुस् न अर्कालाई देखाउँदिन है म भन्नुस् न भयङ्कर हुँदिन है म हालेलुया किनभने मेरो उत्तम भाग त त्यो 5 गुना होइन मेरो योसेफ जो येशू हुनुहुन्छ उहाँ पो हुनुहुन्छ त हालेलुया त्यो 5 गुना भाग त मैले आफै काम गरेर कहाँ हो र योसेफले बोलायो अरे अरू दाजुभाइलाई हत्तु काटेर मलाई त्यहाँसम्म बोलाएर दिएको पो हो त आमेन हालेलुया हालेलुया
हालेलुया तपाईँले हेर्नु नि आशिष त्यसै पाएको आशिष हामीले एफिसी 1:3 हिजो अस्ति पनि पढ्दै थियौँ हाम्रो प्रभु येशू ख्रीष्टको परमेश्वर पितालाई महिमा हो जसले हामीलाई ख्रीष्ट येशूमा सम्पूर्ण आत्मिक आशिषहरूले आशिषित पारिसक्नु भएको छ आमेन भन्नुहोस् त सित्तैमा धोक्री बोकेर जानु नपरे हालेलुया हामीलाई उहाँले पहिल्यै धनी बनाइसक्नु भएको छ उहाँलाई हामीले ख्रीष्टमा पूर्ण बनाइसक्नु भएको छ हालेलुया उहाँले हामीलाई असल कामको निम्ति ख्रीष्ट येशूमा नयाँ गरी सृष्टि गर्नुभएको छ हालेलुया उहाँले हामीलाई परमेश्वरमा ख्रीष्ट येशूसँगै लुकाइसक्नु भएको छ आशिषै आशिष भन्नुहोस् त आशिषै आशिष हालेलुया अनि दाजुभाइ भएकोमा पठाउँदाखेरि पनि नि सबै दाजुभाइलाई जुन जुन आशिष दिएर पठायो नि त्यसको सबै डबल 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 यो बेन्जामिनलाई सबै कुराको डबल हालेलुया त्यो आशिष चाहिँ नि हाम्रो भाग हो किनभने नि हामी जसरी बेन्जामिनलाई किन आशिष दियो त्यस्तो भन्दै गर्दाखेरि नि बेन्जामिन चाहिँ उसकै आमा किनभने दुईजना आमाहरू भन्ने थाहा छ नि त उसकै आमाको के हो भन्नुहोस् त सन्तान हो त्यसरी नै जसरी ख्रीष्ट येशू वचनबाट देहधारी हुनुभयो हामीलाई पनि परमेश्वरले वचन रूपी वीर्यद्वारा नयाँ गरी जन्माउनु भएको छ हालेलुया त्यो एउटा ठाउँ तपाईँले हेर्नुभयो भने परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यद्वारा तिमीहरू नयाँ गरी जन्मेका छौ आमेन भन्नुहोस् त के द्वारा र परमेश्वरको जीवित र नित्य रहने वचन रूपी वीर्यद्वारा तिमीहरू नयाँ गरी जन्मेका छौ याकोब 1:18 रहेछ 18 पढ्नु 18 उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो अब येशू ख्रीष्टको विषयमा तपाईँले हेर्नुहोस् यूहन्ना 1:1 पढ्नुहोस् अनि 1:14 पढ्नुहोस् आदिमा वचन हुनुहुन्थ्यो वचन परमेश्वरसँग हुनुहुन्थ्यो वचन परमेश्वर हुनुहुन्थ्यो आमेन भन्नुहोस् त 14 पढ्नुहोस् वचन देहधारी हुनुभयो आमेन भन्नुहोस् त यति मात्रै फरक छ पहिलो नम्बरमा चाहिँ वचनै देहधारी हुनुभयो तर दोस्रो हामीमा चाहिँ वचनले जन्माउनु भयो आमेन भन्नुहोस् त हालेलुया हालेलुया एउटै आमा भयो कि भएन भन्नुहोस् त हो हालेलुया मण्डली चाहिँ नि जसरी योसेफ र बेन्जामिनको कनेक्सन छ नि एउटै आमाको त्यस्तै ख्रीष्ट र तपाईँको पनि त्यस्तै कनेक्सन छ हालेलुया यो कनेक्सनको कारणले गर्दा तपाईँले 5 गुणा बेसी आशिष पाइसक्नु भएको छ यो अलरेडी ब्लेस 5 टाइम्स अफ फादर हालेलुया अब नि हामी आशिषको लागि रुँदैनौँ आशिष हेरेर धन्यवाद दिन्छौँ अब आशिषको लागि रुँदैनौँ टेबलमा बसेर खपाखपी खान्छौँ मण्डलीले आशिष नभएर होइन आशिष लिनु नजानेर रुइराखेको छ खानु जान्नु पर्यो चम्ची चलाउनु नजानेर रुइराखेको छ हात धोएर हात गाड्नु नजानेर रोइराखेको छ म तपाईँलाई उत्साह दिन चाहन्छु मण्डली चाहिँ नि परमेश्वरले यसको लागि पो बनाउनु भएको छ जब यो कुरा तपाईँले बुझ्नुभयो भने नि तपाईँको आशिष आफै बगेर निस्किनु सुरु गर्छ हालेलुया हालेलुया अनि तपाईँले नि काम चाहिँ नि आशिष पाउनुको लागि गर्नु पर्दैन आशिषलाई मेन्टेन गर्नुको लागि मात्रै गर्नुपर्छ आदमको बगैँचा लगाउने चाहिँ आदमको काम थिएन मेन्टेन गर्ने काम चाहिँ आदमको थियो अब तपाईँलाई परमेश्वरले दिएको आशिषलाई मेन्टेन गर्नुको लागि तपाईँले काम गर्नुहुनेछ ओ हालेलुया आशिषलाई मेन्टेन गर्छु भन्नुहोस् त आजको विश्वासीहरू आफ्नो आशिषलाई गोडगाड गर्नु नजानेर दुःख पाएकोहरू हो झारै झार बनाएर नरुनुहोस् झार गोड्नु भयो भने तपाईँ अदनमा हुनुहुन्छ जीवनको रुख छ नदी त्यही छ पाराको फलहरू त्यही छ गोड्नुहोस् त्यो गोडाइ सङ्गत हुन सक्छ
विश्वास हुन सक्छ किनभने धर्मी जन चाहिँ विश्वासद्वारा जिउँछ विश्वासद्वारा जिउँछ हालेलुया विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ आमेन भन्नुस् त तपाईले ख्रीष्टबाट पाउने सम्पूर्ण आशिष पाउनुको लागि परमेश्वरले चाहिँ अनुग्रहद्वारा दिनुहुन्छ तपाईले चाहिँ विश्वासद्वारा थाप्नु पर्ने हुन्छ आमेन भन्नुस् त परमेश्वरको दिने हात चाहिँ अनुग्रहको हात हो God always gives with the hands of grace and you have to receive with the hands of faith. Amen. विश्वासद्वारा रिसिभ गर्नुपर्छ अनि विश्वासद्वारा नै हामी काम गर्नुपर्छ र त्यो आशिषलाई मेन्टेन गर्नुपर्छ आशिष चाहिँ बाहिर छैन भित्र छ भित्र मेन्टेन गर्नुहोस् बाहिर ठिक भइहाल्छ किनभने नदी चाहिँ भित्रबाट बाहिर निस्किन्छ हालेलुया तपाईको आशिष तपाईको घर तपाईको गाडी तपाईको साडी तपाईको राडी त्यो होइन आशिष चाहिँ यहाँ भित्र हुन्छ जसले भित्रबाट फुटाएर बाहिर निकाल्नु जान्दछ त्यसको जिन्दगी आकाशमा उड्यो हालेलुया बरिलाई 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 मन मेरो उड्दैछ बरिलाई 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 मन मेरो उड्दैछ हालेलुया यो 5 गुना भाग कहाँबाट आयो योसेफको कष्टबाट आयो यत्रो दुःख कष्ट गरेर योसेफले किन दुःख कष्ट गर्यो जेलखानमा गयो अधिकारमा पुग्यो भनेको त आफ्नो भाइ बेन्जामिनलाई 5 गुना थुपार दिनुको लागि पो रहेछ हालेलुया त्यसैमा पो फेरि सित्तैमा बेन्जामिनले पैसा तिर्यो तिरेन इभन आफ्नो दाजुभाइले पैसा तिर्यो तिरेन सित्तैमा भन्नुहोस् त सित्तैमा हामीले सित्तैमा पाएको वरदान हो यो आशिष हो यो आमेन भन्नुहोस् त हालेलुया हालेलुया यो जीवन हामीले के पायौं अरे केमा पायौं सित्तैमा पायौं अनन्त जीवन केमा पायौं सित्तैमा पायौं चंगाई केमा पायौं सित्तैमा इभन वरदान केमा पायौं सित्तैमा सेवकाई केमा पायौं सित्तैमा हालेलुया यो पानी कोनी के भन्दै कुदेको चाहिँ नि प्रभुले दिएको सेवकाई मेन्टेन गरेको मात्रै हो भात पकाएको चाहिँ प्रभुले दिएको सेवकाई मेन्टेन गरेको हामीले काम गरेर सेवकाई पाएको होइन सेवकाई पाएको कारणले गर्दा काम गरेको हालेलुया हालेलुया we are maintaining our blessing हाम्रो ब्लेसिङलाई हामीले किन नराम्रो बोल्नु हुँदैन किन हामीले नराम्रो काम गर्नु हुँदैन किनभने हामीले हाम्रो ब्लेसिङलाई मेन्टेन गर्नुपर्छ आशिष पाउनुको लागि होइन झारू उम्रिनु दिनु हुँदैन आमेन भन्नुहोस् त नराम्रो काम नगरेको चाहिँ नि आशिष पाउनुको लागि होइन पुरानो नियम चाहिँ नि आशिष चाहिँ आज्ञाकारितामा आधारित थियो नयाँ नियम चाहिँ आशिष चाहिँ विश्वासमा आधारित छ आमेन आज्ञाकारितामा चाहिँ नयाँ नियम के हुन्छ त्यो आशिषलाई हामी मेन्टेन गर्छौँ किनभने मेन्टेनको एउटा प्रोसेस हुन्छ आमेन भन्नुहोस् त हालेलुया सित्तैमा पाएको घर पनि नि मेन्टेनेन्स चाहिन्छ है प्रियहरू परमेश्वरले नि आदनको बगैँचा लगाएर नि आफै गोडगाड गर्नु चाहिँ आउनु भएन परमेश्वरले तपाईँको आशिषलाई गोडगाड चाहिँ गरिदिनुहुन्न तपाईँले गर्नुपर्छ आशिष पाएर गोडगाड नगरेर रुनु भयो भने चाहिँ त्यसमा परमेश्वर जिम्मेवारी हुनुहुन्न आज यदि विश्वासीहरू दुःख पाएको छ साह्रै समस्यामा छ भने नि आशिषलाई गोडगाड गर्नु नजानेर यस्तो गर्नुहोस् न साह्रो होइन के भएको म भन्नुहोस् न आशिषलाई गोड्नु जानेको भए दुःखै पाउँथेन हालेलुया 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 एकजना प्रभुक दासको ब्लेसिङको कुरा मैले सुन्दै थिएँ कि सुरुमा 25 वर्ष अगाडि उहाँले चर्चमा एसी लाउनु भयो अरे अनि त्यो ठाउँको मान्छेले पुरा क्रिटिसाइज गरे अरे चर्चमा पनि एसी लाउने हो
संसारिक सुविधा चाहिने प्रभुको निम्ति त कष्ट पो भोग्नुपर्छ भनेर क्रिटिसाइज गरे अरे। अनि अहिले 25 वर्ष पछाडि चाहिँ उनीहरूले पनि एसी लगाए अरे। लाउन त एसी लगाए अरे, खालि यति मात्रै फरक भयो अरे कि उनीहरू चाहिँ 25 वर्ष ढिलो भयो अरे क्या। त्यस्तै अहिले तपाईँले जसले पक्रिनुहुन्छ नि, तपाईँ अब 25 वर्ष छिटो हुनुहुनेवाला छ। पक्रिनु भएन भने तपाईँले एक दिन त नपक्री धर छैन, तपाईँ त्यसरी नै 25 वर्ष ढिलो हुने सम्भावना हुन्छ। म तपाईँलाई उत्साह दिन चाहन्छु, समयमा पक्रिनुहोस्। तपाईँ बेन्जामिन जेनेरेसन हुनुहुन्छ। आशिषको लागि नरुनुहोस्, तपाईँ आशिषित हुनुहुन्छ। हालेलुया। जोडिएको सम्बन्ध पुस्तौसम्मकै नातायो, परमेश्वरको हातके लामा सम्हालेको जाति हामी हो। थोरै चाहिँ हजारौँ हो, निर्बल चाहिँ बलियो हुने हो। सम्हालेको जाति हामी हो। हालेलुया। यसरी नभन्नुहोस् मेरो बेउरै छैन। कसरी प्रभुले आशिष दिनु सक्नुहुन्छ? बेन्जामिनको बेउरा राम्रो भएर 5 गुणा भएको होइन, योसेफको आफ्नै आमाको छोरा भएकोले गर्दा 5 गुणा भएको हो। बाइबलमा कहीँ पनि लेखेको छैन बेन्जामिन चाहिँ आज दाजुभाइ भन्दा बेसी धर्मी थियो भनेको छैन। हालेलुया। बाउसँग बसेर बा अल्छे पो थियो कि थाहा छैन, अल्छे तिम्रो स्वादे चिप्रो भएको थियो कि थाहा छैन। तर म एउटा कुरा भन्न चाहन्छु, तपाईँले आफूलाई बेन्जामिनको पुस्ता भनेर नि रिसिभ गर्नुभयो भने हालेलुया, हालेलुया। अरू मान्छे हेरेको हुन्छ तपाईँको आशिष देख्ने भाग देखेर। हामी दुईपल्ट भाग ल्याउनु जाने मान्छे, चामल ल्याउनु जाने मान्छे, हाम्रो चाहिँ एक थाक। त्यो एकैपल्ट आउने, त्यो पनि हेर्नुको लागि ल्याउनुको लागि साक्षीको लागि बोलाएको मान्छेलाई चाहिँ 5 भाग। हालेलुया, हालेलुया, हालेलुया। यो कुरा सुन्नुहोस् है, यो कुरा जसले आजको दिनलाई रिसिभ गर्नुहुन्छ नि, तपाईले कम मेहनतमा धेरै उन्नति गर्नुहुनेवाला छ। कम मेहनतमा धेरै उन्नति। आई ब्लेस यू। हालेलुया। दुईपल्ट 1 भाग, एकैपल्ट 5 भाग। हालेलुया, हालेलुया। त्यही पनि फेरि नि उसको दिनु छ कि पक्रेर रुएर राल सिगान भयो अरे। आमेन भन्नुहोस् त। तपाईँ के रुनुहुन्छ र प्रभुको अँगालोमा? तपाईँलाई अँगालोमा पाउँदा उहाँ बेसी रुनु भएको छ उसैले। हालेलुया। ओ लाजरसको घरमा यसो आउनु हुँदाखेरि यसो रुनु भयो। प्रेमले रुको नि त्यो बिचारा भनेर कहाँ रुको र बाजा बरुले बौरी उठाइहाल्नुहुन्थ्यो त्यो त। आमेन भन्नुहोस् त। उहाँको हृदय एकछिन त्यो 4 दिन सुन्नुहोस् है, 4 दिन मैले यिनीहरूलाई किन दुःख दिएँ भनेर नि त्यस्तो दया आयो, यस्तो दया आयो। प्रिय तपाईँलाई नि यत्र कति तपाईँलाई चोटहरूबाट भएर तपाईँ जानुभयो होला, तर नि उहाँको हृदयमा चोट थियो। त्यतिखेर यसलाई सिकाउनु पर्छ र पता पहिला यो चोटबाट जानै दिन्थिनँ, यसलाई अरू धेरै आशिष दिनुपर्छ र पता मलाई यो चोटबाट जानु दिने मन थिएन। प्रभुले त्यसो भन्नुहुन्छ। आमेन भन्नुहोस् त। हालेलुया। अर्को बाटो नभएकोले गर्दा तपाईँले त्यो आशिषलाई पाउनु र त्यो आशिषलाई बगाउनुको लागि, सुन्नुहोस् है, आशिष पाउनुको लागि नि, आशिष पाउनुको लागि तोडिनु पर्दैन, चोटबाट भएर जानु पर्दैन, तर आशिष बगाउनुको लागि चोटको बाटो भएर जानुपर्ने हुन्छ, भत्किनै पर्ने हुन्छ। त्यो माटोको भाँडो फुट्दै जाँदा यो माटोको भाँडो पोखियोस् महिमा येशू तपाईको। माटोको भाँडो फुटेपछि मात्रै आशिष बगी निस्किन्छ। हालेलुया। तपाईँलाई यो बाटोबाट तपाईँलाई फोर्दै हुनुहुन्छ। आमेन भन्नुहोस् त। आशिष नि तपाईँलाई जुन दिन येशूले भेट्नुभयो त्यही दिन दिइसक्नु भएको छ, तर त्यहाँभित्रको आशिष फोरेर नदी जस्तै बाहिर निकाल्नुको लागि तपाईँ तोडिनु जरुरी हुन्छ, तपाईँ फोडिनु जरुरी हुन्छ, तपाईँ भत्किनु जरुरी हुन्छ। त्यही
भएको कारणले गर्दा परमेश्वरले तपाईलाई त्यो बाटोबाट हिँडाउनु भएको प्रिय Hallelujah. There is no other way to bless people unless you go through brokenness. Hallelujah. We are not broken to receive blessing, but we are broken to be a blessing. आशीष दिनको लागि हामी तोडिएका जातिहरू हौं. Hallelujah. Hallelujah. आशीष दिनको लागि तोडिएको पुस्ता हो हामी. आशीष दिनको लागि भत्किएको पुस्ता हो हामी. योसेफ तोडिएको कारणले गर्दा उ आशीषको कारण भयो. येशू तोडिएको कारणले गर्दा उ आशीषको कारण हुनुभयो. चिरिएको मुटु भत्किएको शरीर चिरिएको मुटु भत्किएको शरीर हालेलुया हालेलुया मेरै निम्ति सृष्टि अघिदेखि नै बाटो हेरिरहने येशू कुराको हरेक प्रहारहरूमा उद्धार साट्ने येशू हालेलुया सुन्नुहोस् है आशीष चाहिँ सित्तैमा छ तर तपाईँ र म नतोडी त्यो आशीष बगाउन सक्दैन. त्यही भएकोले येशूको बाटो भएर हामी हिँड्नु परेको कारण चाहिँ के हो भने हामी आफै आशीषित भएर मर्नको लागि होइन अरू मान्छेलाई आशीषित पार्नु. तपाईँले नतोडिकन चाहिँ आशीषित भए तापनि तपाईँले अरूलाई आशीष पार्न सक्नुहुन्न. तपाईँ नतोडिकन चाहिँ तपाईँ धेरै नतोडी पनि आशीष हुनसक्छ. तपाईँ आशीष पछाडि आशीष तोडिनु पर्दैन. तर यदि तपाईँले अरूलाई आशीष पुर्याउन चाहनुहुन्छ भने तपाईँ त्यो बाटो भएर परमेश्वरले लगेको हुन्छ. प्रभुले रोटी लिनुभयो भाँच्नु भएर जब बाँड्नु भयो अनि मात्रै उहाँले मल्टिप्लाई गर्नु सक्नुभयो. तपाईँलाई जुन दिन उहाँले तोड्नु सक्नुहुन्छ नि उहाँको हातमा तपाईँलाई मल्टिप्लाई गर्न सक्नुहुन्छ. तपाईँलाई मल्टिप्लाई गर्न सक्नुहुन्छ. God can multiply you. God can multiply your blessing. God can multiply your revelation. God can multiply your anointing. God can multiply your ministry. God can multiply your relationship. God can multiply your influence. God can multiply your everything. When you are broken in His hand, उहाँको हातमा जब तपाईँ तोडिनुहुन्छ परमेश्वरले तपाईँलाई बाँड्न सक्नुहुन्छ. हालेलुया. धेरैको आशीष पुर्याउन सक्नुहुन्छ. Hallelujah. Our God is so good. Amen. God's love is so wonderful. God's love is so wonderful. God's love is so wonderful. Oh, wonderful love. So high you can get over it. So high you can get over it. So high you can get over it. Oh, wonderful love. Hallelujah. गइरहे सबै गाइरहँदा समस्या छ तर म तपाईलाई उत्साह दिन चाहन्छु. यस्तो परमेश्वर पो तपाईको परमेश्वर हुनुहुन्छ त. यस्तो येशू पो तपाईको येशू हुनुहुन्छ त. यस्तो परमेश्वरलाई पो तपाईले पाउनु भएको छ त. यस्तो परमेश्वरको अँगालो भित्र पो तपाईँ हुनुहुन्छ त. यस्तो परमेश्वर भित्र पो तपाईँ सुरक्षित हुनुहुन्छ त. हालेलुया. मसँग भन्नुहोस् म चाहिँ बेन्जामिन जस्तै सित्तैमा अरू सबै दाजुभाइ भन्दा 5 गुणा बेसी आशीष पारिएको पुस्ता हो. मैले किन तपाईँलाई घोषणा गर्न थाहा छ? परमेश्वरको आशीष मुखले नबोली चाहिँ तपाईँको हुँदैन. त तपाईँले सुन्नु मात्रै हुन्छ नि. हृदयमा विश्वासले मात्रै हुँदैन. मुखले घोषणा गरेपछि उद्धार हुन्छ. हालेलुया. जब मैले यो कुरा बुझेँ नि हाम्रो मण्डलीलाई म बार दोहोऱ्याउँछु. घोषणा गर्न लागिरहन्छु किनभने सुनेर कक्रक्कै फर्केर उनीहरू आशिष हुँदैन भन्ने थाहा छ मलाई. अनि म उनीहरूलाई दुःख दिन्छु बोल्नु लगाइरहन्छु.
आमेन। यस्तो समय आउनेछ विश्वास गरेर विश्वासको साथमा जसले बोल्छ उनीको जीवन एउटा महिमादेखि अर्को महिमा, एउटा आशिषदेखि अर्को आशिष, एउटा स्थानदेखि अर्को स्थानमा परमेश्वरले तपाईलाई लानुहुनेछ। हालेलुया हालेलुया हालेलुया। परमेश्वरले तपाईँलाई आशिष दिनु। हजुर म यस्तो पुस्ता हो आशिषको लागि मेहनत गर्दिन, मेन्टेनेन्सको लागि मात्रै हो। हालेलुया हालेलुया।